चिसो बढ्दैछ, काम गर्ने जाँगर घट्दैछ। आज मैले चाहिँ त्यही अनुसार मेथीको परोठा बनाएको हजुरहरूसँग सेयर गरेँ है त। सबैभन्दा पहिला मेथीको सागलाई सफा गरेर मसिनो गरेर काटेँ। सँगसँगै हरियो धनियाँलाई पनि लिएँ, त्यसलाई पनि मसिनो गरेर काटेँ। त्यसपछि हजुरलाई कतिको पिठो चाहिन्छ त्यो अनुसार पिठो लिनु होला। त्यसमा मैले थोरै नुन, थोरै बेसार, जिरा धनियाँको धुलो र ज्वानो हालेर राम्रोसँग पिठोलाई मिक्स गरेँ। त्यसपछि मेथी र धनियाँ हरियो दुईटैलाई हालेर पहिला राम्रोसँग माडेँ पिठोलाई र सागलाई। त्यसपछि थोरै पानी हालेर यसको टाइट डो रेडी गरेँ। त्यसलाई राम्रोसँग हामीले डोलाई माडिसकेपछि रेस्ट गर्नुपर्ने हुन्छ। रेस्ट गर्न दिँदा चाहिँ त्यसमा मैले थोरै तेल लगाएर 20 देखि 25 मिनटसम्म रेस्टको लागि छोडिदिएँ। त्यसपछि त्यसको सानो सानो गोलो बनाएर त्यसलाई रोटी बेलेँ। हामीले चाहिँ यो जति पातलो बनाउँछौँ त्यो त्यति नै क्रन्ची हुन्छ। त्यसपछि यसलाई मैले अब तातो तावामा हालेर अल्टाइ पल्टाइ गरेर तेल लगाएँ। मैले चाहिँ तोरीको तेल लगाएको छु, हजुरहरूले घिउ लगाउन सक्नुहुन्छ। र मेरो परोठा पनि बनेर रेडी भइसक्यो। हजुरलाई कस्तो लाग्यो रेसिपी प्लिज ट्राई गर्नु होला है त।